अब यहाँ चाहिँ अब सफा गर्ने हो म चाहिँ। यो सबै सफा गरेर मात्रै खोर्सानी लगाइदिउँ भनिकन पुरा मैला भयो यहाँ हो। सबै खोर्सानी नै छ यहाँ। यो फट्टा लगाउँदा पनि हुन्छ हो। फाइनल चाहिँ यस्तो भयो हाम्रो बोरा चाहिँ पुरानो छ। बादमा 1-2 दिनमा चाहिँ यसलाई माटो फेरिदिनुपर्छ। यहाँ पनि छ। यहाँ चाहिँ सबभन्दा सानो सानो बोट चाहिँ यहाँ राखिदिएको छ हामीले हो। यो चाहिँ बिँ हो कि उयो हो बैगुन हो? बिँ होइन, यो चाहिँ बिँ उता नर्सिकिमबाट लिएर लगाएको। यहाँ हेर्नुहोस् न, मम्माले बोरी चाहिँ यो माछा आउने ट्रेमा रोपेको छ यसरी। यहाँ गएर चाहिँ अब यही बाँसमा फलाउने रहेछ। हाम्रोतिर चाहिँ यहाँ घरमै छ गुर्बो चाहिँ। यो चाहिँ ड्रागन फ्रुट बोट। भर्खर म बारीमा पसेको, यो मैले च्याउ भेटेँ। यो खाने च्याउ हो कि नखाने च्याउ हो? उम्रिँदै रहेछ। यो चाहिँ मकै यत्रो यत्रो भइसकेछ हो। यो चाहिँ सजना, यो चाहिँ लौकाको बोट।